पिरामिड यो शब्द सुन्ने बित्तिकै आँखा अगाडि के आउँछ? पक्कै पनि विशाल मरुभूमि र त्यसको बीचमा ठिङ्ग उभिएको त्यो रहस्यमय आकृति। तर के यो केवल एउटा पुरानो स्मारक मात्र हो त? होइन है, यो त ज्यामितिको एउटा एकदमै आधारभूत, एउटा इटर्नल शेप पनि हो। ल, आज यसैको रहस्य खोलौँ न त। सोच्नुस् त, हजारौं वर्ष अघि इजिप्टका फारोहरूको चिहानदेखि लिएर आज हामीले देख्ने आधुनिक भवनहरूसम्म यो आकार जताततै छ संसारभरि। यो एउटा यस्तो आकार हो जसलाई चिनाइरहनु नै पर्दैन, होइन त? ठिक छ, यो सांस्कृतिक रूपमा महत्त्वपूर्ण छ, हामी सबैलाई थाहा छ। तर एकछिनलाई त्यो सब बिर्सेर गणितको नजरले हेर्ने हो भने पिरामिड भनेको आखिर के हो? कुन चाहिँ ज्यामितीय नियमले कुनै पनि 3D आकारलाई पिरामिड बनाउँछ? ल, आजको हाम्रो यो विश्लेषण यही प्रश्नको उत्तर खोज्नमा केन्द्रित हुनेछ। अब यो आकारलाई साँच्चै बुझ्नु छ भने यसलाई सानसाना टुक्रामा बाँडेर हेर्नुपर्छ। भनौँ न, यसको एनाटोमी नै के लाएर हेरौँ। पिरामिडको बनावट कस्तो हुन्छ? यसका मुख्य पार्ट पूर्जाहरू के हुन्? गणितको भाषामा भन्दा पिरामिड भनेको एउटा 3D पोलिहेड्रन हो। अब यो अलि प्राविधिक सुन्ने होला, तर सजिलो भाषामा भन्दा यसको पिँधमा एउटा समतल बहुभुजाकार हुन्छ, जस्तै त्रिभुज, वर्ग या अरू केही। अनि त्यो आधारको हरेक कुनाबाट रेखाहरू माथि गएर एउटै चुच्चोमा जोडिन्छन्। हो, त्यही चुच्चोलाई एपेक्स भनिन्छ। ल, त्यसो भए मुख्य तत्त्वहरू के भए त हेरौँ है। पिँधोको त्यो समतल आकार भयो बेस अर्थात् आधार। सबैभन्दा माथिको त्यो चुच्चो भयो एपेक्स। अनि त्यो बेस र एपेक्सलाई जोड्ने त्रिकोण आकारका भित्ताहरूलाई ल्याटरल फेस भनिन्छ। र जहाँ जहाँ यी भित्ताहरू एक आपसमा जोडिन्छन् ती रेखाहरू भए एजहरू। एकदमै सरल छ। अब पिरामिड भन्ने बित्तिकै धेरैको दिमागमा त्यो इजिप्टको जस्तै 4 कुने बेस भएको आकृति आउँछ। तर के पिरामिड त्यतिमा मात्र सीमित छ त? बिल्कुलै छैन। वास्तविकता त त्योभन्दा धेरै फराकिलो छ। ल हेरौँ न त, पिरामिडको परिवार कत्रो रहेछ। कुरा एकदमै सिधा छ। पिरामिडको नाम त्यसको बेस अर्थात् आधारमा भर पर्छ। बेस त्रिभुज छ, त्यो भयो त्रिकोणीय पिरामिड। बेस वर्ग छ, त्यो भयो वर्गाकार पिरामिड। अनि बेस पञ्चकोण छ भने पञ्चकोणीय पिरामिड। र यो तालिकामा हेर्नुस् त, कति मजाले देखाइएको छ। बेसको आकार फेरिने बित्तिकै त्यसका सतह, शीर्ष र किनाराहरूको सङ्ख्या पनि कसरी फटाफट फेरिँदै जान्छ। यहाँ एउटा एकदमै रोचक कुरा छ है। यदि हामीले एउटा त्रिकोणीय पिरामिड लियौँ र त्यसका चारवटै सतहहरू ठ्याक्कै उस्तै आकारका समबाहु त्रिभुज छन् भने त्यसको एउटा विशेष नाम छ, टेट्राहेड्रन। यो यति विशेष छ कि यसलाई प्लेटोले वर्णन गरेका 5 पवित्र आकारहरू अर्थात् प्लेटोनिक सलिड्स मध्ये एक मानिन्छ। पिरामिडलाई छुट्याउने अर्को तरिका पनि छ। सोच्नुहोस्, यदि पिरामिडको चुच्चो मतलब एपेक्स त्यसको आधारको ठ्याक्कै केन्द्रबाट सिधा माथि छ भने त्यो भयो राइट पिरामिड, एकदम सोझो अनुशासित जस्तो। तर यदि त्यो चुच्चो अलिकति छेउतिर ढल्केको छ भने त्यसलाई ओब्लिक पिरामिड भनिन्छ। यो सानो देखिने भिन्नताले पिरामिडको सन्तुलन र त्यसका त्रिभुज सतहहरूको आकारमा पनि निकै ठूलो असर पार्छ। ल, अहिलेसम्म हामीले पिरामिडको बाहिरी बनावट र प्रकारहरू त बुझ्यौँ, तर अब अझै महत्त्वपूर्ण प्रश्न, त्यसभित्र कति ठाउँ छ? त्यो कसरी नाप्ने? अब हामी यसको आयतन अर्थात् भोल्युमको सूत्रतिर लाग्दैछौँ। र यो सूत्रमा एउटा अचम्मको, अलि रहस्यमय लाग्ने अङ्क लुकेको छ। एकछिन कल्पना गरौँ न। मानौ एउटा पिरामिड आकारको भाँडो छ र त्यसमा पानी भर्नु पर्यो। कति पानी अट्छ होला? यो पत्ता लगाउन हामीलाई त्यसको आयतन अर्थात् भोल्युम थाहा हुनुपर्छ। तर त्यो निकाल्ने कसरी? यसको उत्तर एउटा निकै सरल तर गहिरो सम्बन्धमा लुकेको छ। त्यो हो प्रिज्म र पिरामिड बीचको सम्बन्ध। यदि हामीले एउटै आधार र उस्तै उचाइ भएको एउटा प्रिज्म र एउटा पिरामिड लियौँ भने तिनीहरू बीच एउटा अचम्मको जादुई जस्तै नाता हुन्छ, जस्तो कि यो भनाइले एकदमै राम्ररी प्रस्ट्याउँछ। यो कुरा प्रमाणित गर्न एउटा सानो प्रयोग नै गरेर हेरौँ न, मनमनै। एउटा पिरामिड लिनुहोस् र त्यसलाई पानीले टम्म भर्नुहोस्। अब त्यही बेस र त्यही उचाइ भएको एउटा प्रिज्ममा त्यो पानी खन्याउनुहोस्। के हुन्छ थाहा छ? प्रिज्मको जम्मा 1/3 भाग मात्रै भरिन्छ। प्रिज्मलाई पुरै भर्नका लागि हामीले ठ्याक्कै 1, 2 होइन 3 पटक पिरामिड भर्नुपर्छ। कस्तो सुन्दर र सरल प्रमाण, होइन त? हो, यही हो त्यो रहस्यमय अङ्क 1/3, 1/3। जहिले पनि कुनै पनि पिरामिडको आयतन उस्तै बेस र उचाइ भएको प्रिज्मको आयतनको ठ्याक्कै 1/3 हुन्छ।
यो एउटा ज्यामितीय सत्य हो। र यही सरल प्रयोगले हामीलाई सिधै पिरामिडको आयतन निकाल्ने सूत्रसम्म पुर्याउँछ। त्यो हो आयतन बराबर 1/3 गुणन बेसको क्षेत्रफल गुणन उचाइ। अब हेर्नुहोस् त, यो सूत्र आकाशबाट खसेको जस्तो लागेन नि। यसको पछाडिको किन हामीले बुझिसक्यौँ। ल, गणितको कुरा त धेरै भयो। अब यो ज्यामितिको सिद्धान्तलाई हाम्रो वास्तविक दैनिक जीवनमा ल्याएर हेरौँ। यो हजारौं वर्ष पुरानो आकार आजको दुनियाँमा कहाँ र कसरी प्रयोग भइरहेको छ त? यो ज्ञान किताबका पानाहरूमा मात्र सीमित छैन, होइन? सोच्नुहोस्, आर्किटेक्टहरूले पिरामिड जस्तो छाना बनाउन कति सामान लाग्छ भनेर यही सूत्रले हिसाब गर्छन्। प्याकेजिङ कम्पनीहरूले पिरामिड आकारका बट्टामा कति सामान अट्छ भनेर पत्ता लगाउँछन्। सिभिल इन्जिनियरहरूले पानीको रिजर्भयरको क्षमता नाप्छन् र यहाँसम्म कि पुरातत्त्वविदहरूले पनि ती पुराना स्मारकहरूमा कति ढुङ्गा, कति सामग्री लाग्यो होला भनेर अनुमान गर्न यही ज्यामितिको सहारा लिन्छन्। त्यसैले वास्तवमा भन्ने हो भने पिरामिडहरू केवल पुराना अवशेष मात्रै होइनन्। तिनीहरू त गणित, भौतिकशास्त्र र वास्तुकलाका आधारभूत सिद्धान्तहरूको एउटा जिउँदो जाग्दो उदाहरण हुन्, जसले आज पनि हामीलाई प्रेरित गरिरहेका छन्। हजारौं वर्ष बितिसक्दा पनि यो आकार आज उत्तिकै सान्दर्भिक छ। प्राचीन चिहानदेखि लिएर आजको आधुनिक प्याकेजिङसम्म यसले साँच्चै सोच्न बाध्य बनाउँछ, होइन त? एउटा यति सरल ज्यामितीय आकारमा कति धेरै शक्ति लुकेको हुँदो रहेछ। र प्रश्न यो हो कि भविष्यमा यही सरल आकारले अझै के कस्ता नयाँ आविष्कारहरूलाई जन्म देला।